भविष्यमा नास्ता पसल खोल्ने विचार गरेको छु। मेरो नास्ता पसलको नाम चाहिँ एनबिए नास्ता पसल हो। एनबाट मेरो निशा अनि बीबाट विपना अनि एबाट अन्जु अनि त्रिवेणी 2 धानमाङ रोल्पामा खोल्ने हो। अनि हामी कहाँ चाहिँ चाउमिन मोमो डोनट समोसा जेरी चटपटे पानीपुरी पकौडा अनि चिउरा मासु अनि सेकुवा चिया कफी मासु भात अनि चिसो जस्ता विभिन्न प्रकारका खानेकुराहरू पाइन्छन्। अनि यो चाहिँ समोसा यो चाहिँ मोमो यो चाहिँ चाउमिन अनि डोनट जेरी अनि यो पानीपुरी पकौडा अनि यो भात मासु हो। अनि यो चाहिँ चिसो हामी कहाँ व्यवस्थापक चाहिँ पवित्र घरती अनि यो पुरोपुराइतर फेरि चन्द्र प्रकाश घरती मगर यति नै सबैलाई जय मसी सबैलाई जय मसी। मैले चाहिँ भविष्यमा सिलाइ सेन्टर खोल्ने भनेको छु। अनि किसिमका कपडा सिलाउने अनि जस्तै कुर्ता सुरुवाल अनि चोली सर्ट प्यान्ट ब्लाउज कोट आदि सिलाउने। अनि यो चाहिँ चोली हो अनि यो प्यान्ट यो सर्ट यो चाहिँ कुर्ता यो प्यान्ट हो। यति नै सबैलाई जय मसी सबैलाई जय मसी। म चाहिँ भविष्यमा एउटा नास्ता पसल खोल्ने विचार गरिरहेको छु। मेरो नास्ता पसलको नाम चाहिँ इमानुएल नास्ता पसल। अनि यहाँ चाहिँ हाम्रा विशेषताहरू हामी कहाँ मोमो चाउमिन अन्डा बिरयानी भात मासु दाल भात तरकारी छोले सेलरोटी व्यवस्था रहेको छ। यहाँ खाना बस्नको व्यवस्था पनि गरिएको छ। हामी कहाँ अनलाइन अर्डर पनि सुविधा छ हैन। अनि यो चाहिँ शनिबारको दिन बन्द हुन्छ। यति नै हो। सबैलाई जय मसी। मेरो चाहिँ कुन व्यवसाय खोल्छु भन्दाखेरि अनि सृष्टि कस्मेटिक पसल छ। अनि यहाँ चाहिँ हामी कहाँ चाहिँ विभिन्न कस्मेटिक सामानहरू पाइन्छ। साथै सब सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। जस्तै गाजल लिपस्टिक पाउडर आइबर नङ पालिस काटा झुम्का शिरबन्दी चुरा सिन्दुर चिल्लो क्रिम रिबन लेबन औठी रिबन तेल गहना सनक्रिम र नङ नाकमा लाउने फुली टप ब्रासलेट पाइयो टिका माला डोरी साबुन स्याम्पू आदि पाइन्छ। यदि कसैले 1000 भन्दा बढी सामान किन्ने गर्छ भने त्यस व्यक्तिलाई विशेष छुटको व्यवस्था छ। अनि नोट चाहिँ शनिबार बन्द हुन्छ। अनि म चाहिँ भविष्यमा गएर फेन्सी स्टोर खोलेर कलेजको सेवा गर्न चाहन्छु। अनि मेरो फेन्सी स्टोरको नाम रहेको छ एन्जेलिना फेन्सी स्टोर त्रिवेणी 2 नुवागाउँ रोल्पा। अनि हामी कहाँ सर्टिङ सुटिङ साडी सुरुवाल लगायत सम्पूर्ण प्रकारका फेन्सी आइटमहरू सुपथ मूल्यमा पाइन्छ। अनि नोट बिहान 5 बजेदेखि साँझ 8 बजेसम्म खुल्ला रहनेछ तर शनिबार चाहिँ बन्द हुनेछ। धन्यवाद। सबैजनालाई जय मसी। हुन्छ सबैजनालाई जय मसी। मेरो चाहिँ उषा सिलाइ सेन्टर। अनि मैले चाहिँ यहाँ ममा चाहिँ के सिलाइन्छ भने कोट प्यान्ट अनि सुरुवाल कुर्ता दाउरा सुरुवाल अनि चोली ब्लाउज खालका विभिन्न कपडाहरू सिलाउने गरिन्छ। नोट आइतबारदेखि शुक्रबारसम्म मात्र पसल खोलिनेछ। अनि हामीले चाहिँ यो चाहिँ चोली हो अनि यो प्यान्ट यो सर्ट यो कुर्ता यस्तै विभिन्न खालको कपडाहरू सिलाइन्छ। मेरो लागि सबैजनाले प्रार्थना गरिदिनु होला। हुन्छ सबैलाई जय मसी। सबैजनालाई जय मसी। म चाहिँ यहाँबाट गइसकेपछि मैले सिलाइ कटाइहरू सिकिराखेको छु र यहाँबाट गइसकेपछि मैले चाहिँ एउटा सिलाइ कटाइ गर्ने पसल चाहिँ खोल्ने विचार गरेको छु। अनि क्रिस्चियन सरिता सिलाइ कटाइ सेन्टर। अनि हामी कहाँ कुर्ता सुरुवाल चोली ब्लाउज आदि सिलाइन्छ। अनि चाहिँ नोट चाहिँ हाम्रो पसल चाहिँ शनिबार बन्द हुन्छ। अनि कुर्ता सुरुवाल सर्टहरू छ यहाँ। यति नै हो। सबैजनालाई जय मसी। मेरो चाहिँ भविष्यमा गर्ने पसल चाहिँ इमानुएल खाद्यान्न पसल। हामी कहाँ खाद्यान्न लगायत किराना सम्बन्धी सामान पाउनुका साथै सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। शनिबार पसल बन्द हुनेछ। हामीलाई पनि एक पटक सेवा गर्ने मौका दिनुहोस्। अनि यो चाहिँ चामल नुन तेलको साथ सबैलाई जय मसी।
तपाईँले म हात म चाहिँ भविष्यमा गएर किराना पसल खोल्ने निर्णय छु। अहिले क्रिस्चियन किराना पसल रोल्पा नगरपालिका 6 धर्मशालामा पर्छ। अनि हाम्रा विशेषताहरू हामी कहाँ खाद्यान्नका गल्लाका सामान ठोक तथा सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। जस्तै दाल चामल नुन तेल जुत्ता चप्पल लगायतका इत्यादि सामान सस्तो र खुद्रामा बिक्री वितरण गरिन्छ। साथै हामी कहाँ 5,000 भन्दा बढी सामान लिनुहुने महानुभावलाई 10% छुटको व्यवस्था गरिएको छ। साथै ढुवानीको सेवाको व्यवस्था पनि गरिएको छ। अनि नोट विभिन्न आइटमका सामान पाउनुको साथै शनिबारको दिन बन्द हुन्छ। यति नै हो। सबैजनालाई जय मसी। मैले चाहिँ भविष्यमा गएर सिलाइ कटाइ गर्ने निर्णय गरेको छु। अनि हाम्रो पसलको नाम चाहिँ रहेको छ ज्योति सिलाइ सेन्टर। अनि हामी कहाँ चाहिँ कुर्ता सुरुवाल कोट चोली सर्ट ब्लाउज गाउन आदि सिलाइन्छ। हामीलाई एकपटक सेवा गर्ने मौका दिनु होला। अनि हुन्छ यहाँहरू सबैजनालाई दिएपछि मैले चाहिँ भविष्यमा गएर चाहिँ मोबाइल पसल खोल्ने चाहिँ निर्णय गरेको छु। यहाँ चाहिँ क्रिस्चियन गङ्गा मोबाइल पसल त्रिवेणी 7 दरबार। अनि हामी कहाँ विभिन्न कम्पनीका मोबाइल घडी रेडियो बिक्री गरिनुका साथै मर्मत गरिन्छ। अनि नोट इमर्जेन्सी फोटो 5 मिनटमै तयार गरिनुका साथै साइबर सम्बन्धी फर्म बनाउने पठाउने अनलाइन र अफलाइन सम्बन्धी गरिन्छ। र शनिबार चाहिँ पसल बन्द हुन्छ। यो मोबाइल यो रेडियो यो घडी यति नै हो। सबैजनालाई जय मसी। म अब यहाँबाट गएर सिलाइ कटाइ गर्नेछु। अनि मेरो नाम कुमारी सिलाइ सेन्टर तालाबान 3 माडी छ। अनि यहाँ विभिन्न किसिमका कपडाहरू पाइन्छ। अनि सम्पर्क नम्बर पनि यही छ, हेर्नु होला। अनि यहाँ कमिज अनि साडी मेसिन अनि चोलीहरू पाइन्छ। अनि मैले मेरो लागि म सिलाइ कटाइ गर्ने भनेको भविष्यमा गएर मैले सिलाइ कटाइ गर्नेछु। यति नै हो। सबैजनालाई जय मसी। सबैजनालाई जय मसी। म चाहिँ भविष्यमा गएर सिलाइ कटाइ गर्ने योजना राखेको छु। मेरो सिलाइ कटाइ राइटर चाहिँ रेबिका। अनि स्थान चाहिँ त्रिवेणी 2 गाउँपालिका नगाउँ। अनि यहाँ चाहिँ विभिन्न किसिमका डिजाइन भएका सिलाइ कटाइ कपडाहरू उपलब्ध गराइन्छ। सम्पर्क नम्बर पनि यही छ। यति नै। सबैजनालाई जय मसी। म चाहिँ यहाँदेखि चाहिँ तालिम प्राप्त गरिसकेपछि घर गइसकेपछि मैले गर्नुपर्ने व्यवसाय सँगसँगै प्रभुको सेवा गर्ने मेरो निर्णय छ। मैले चाहिँ जो व्यवसाय गर्न खोजेको चाहिँ मेरो व्यवसाय रहेको छ क्रिस्चियन किराना पसल प्रोपाइटर रूपान्तर विक। हाम्रा विशेषताहरू हामी कहाँ खाद्यान्न तथा गल्लाका सम्पूर्ण सामानहरू थोक तथा सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। जस्तै दाल चामल नुन तेल मैदा जुत्ता चप्पल लगायतका इत्यादि सामानहरू सस्तो तथा खुद्रामा बिक्री वितरण गरिनुका साथै विशेष छुटको व्यवस्था पनि गरिएको छ। तथा हामी कहाँ 5,000 भन्दा बढीको सामान खरिद गर्नुहुने महानुभावहरूलाई 10% छुटको व्यवस्था गरिएका साथै घरसम्म ढुवानी सेवाको व्यवस्था पनि गरिएको छ। यो पसल शनिबार बन्द हुन्छ। ढुवानी गर्नको लागि सम्पर्क नम्बर 9746 43 16 12। ठेगाना रोल्पा नगरपालिका 6 दारबोट। जस्तै हामी चाउ बिस्कुट चकलेट तेल मैदा दाल चामल जुत्ता चप्पल रहेको छ। यति नै हो। सबैजनालाई जय मसी। सबैजनालाई जय मसी। म चाहिँ यो तालिमबाट गएपछि चाहिँ एउटा व्यवसाय अथवा नास्ता पसल चाहिँ गर्न चाहन्छु। अनि नास्ता पसल मात्र गर्ने होइन कि मैले त्यसबाट चाहिँ प्रभुको सुसमाचार पनि सुनाउन चाहन्छु। अनि मेरो नास्ता पसलमा चाहिँ चटपटे पानीपुरी मोमो चाउमिन डोनट जेरी जस्तै थुप्रै प्रकारका खानेकुराका परिकारहरू पाइन्छ। अनि यहाँनिर समोसा चाउमिन चटपटे नमकिन माछा अनि त्यो चना अन्डा चिया थुप्रै पाइन्छ। यहाँनिर स्थान चाहिँ त्रिवेणी 2 रोल्पा।
अनि नोट चाहिँ शनिबार चाहिँ पसल बन्द हुनेछ अनि एकपटक चाहिँ सबैजनालाई सेवा गर्ने मौका दिनु होला अनि सबैजनाले प्रार्थना गरिदिनु होला सबैजनालाई चाहिँ म चाहिँ भविष्यमा के गर्ने प्लान मैले योजना बनाएको चाहिँ किराना पसल हो अनि किराना पसलको नाम चाहिँ गाँठ किराना पसल लेखेको छ अनि हाम्रो विशेषताहरू हामी कहाँ खाद्यान्न तथा किराना सामानहरू सुपुट मूल्यमा बिक्री गरिन्छ जस्तै दाल चामल नुन तेल चाउचाउ बिस्कुट चप्पल इत्यादि आवश्यकता अनुसार सामग्रीहरू पाइन्छन् साथै मेरो पसलबाट 5,000 को सामान लगे बापत 10% चाहिँ छुट छ अनि तपाईहरूलाई वाइफाईको पनि व्यवस्था छ अनि तर मेरो पसल चाहिँ आइतबारदेखि शुक्रबारसम्म मात्र खुल्नेछ अनि तपाईहरूले चाहिँ अनि हामीलाई चाहिँ एकपटक सेवा गर्ने मौका दिनुहोला अनि यो पसल खोलेर चाहिँ म संसारका मानिसहरूलाई सुसमाचार सुनाउन चाहन्छु यति नै सबैजना जयमसी मेरो नाम रमेश हुडा मगर म यो तालिमपछि प्रभुको सेवा गर्ने अनि सेवकाई गर्दै गर्दा एउटा व्यवसाय रोजेको छु अनि त्यो व्यवसाय चाहिँ खुद्रा व्यवसाय हो अनि खुद्रा व्यवसायमध्ये मैले इलेक्ट्रोनिक सेन्टर एउटा मोबाइल पसल खोल्ने निर्णय गरेको छु यसको प्रोप्राइटर म आफै हो रमेश हुडा मगर अनि यो यसको टपिक चाहिँ यो मोबाइल पसलको शीर्षक चाहिँ रमेश मोबाइल इलेक्ट्रोनिक्स सेन्टर रहेको छ अनि यहाँ चाहिँ घडी मोबाइलहरू रेडियो पाइनुका साथै मर्मत पनि गरिन्छ अनि यहाँ मोबाइल रिपेयरिङ तथा एक्सचेन्ज पनि गरिन्छ अनि मोबाइल रहेको छ अनि सानो मोबाइल टुकटुकी मोबाइल अनि घडी इयरफोनहरू रहेको छ अनि रेडियो रहेको छ यस्ता थुप्रै सामानहरू तपाईँले मेरो पसलबाट आएर तपाईँ लग्न सक्नुहुन्छ अनि अन्त्यमा तपाईँलाई मेरो फोन नम्बर दिनेछु फोन नम्बर रहेको छ 9765220769 रहेको छ सबैजना मैले चाहिँ यहाँबाट गएर चाहिँ व्यवसाय सँगसँगै सेवा कसरी गर्ने भन्ने विषयमा हामीले सिक्दै गर्दाखेरि चाहिँ मैले चाहिँ यहाँबाट गएर चाहिँ मैले एउटा सानो व्यवसाय गर्ने निर्णय गरेको छु मेरो व्यवसायको नाम चाहिँ मेरो व्यवसायको पसलको नाम चाहिँ एलिना चटपटे पसल हामी कहाँ चाहिँ घरदेखि लिएर बाहिर बजारको पानीपुरी अनि चटपटी लगायत चाटहरू पाइन्छ अनि नोटमा चाहिँ पसल बिहान 10 बजेबाट खुल्छ अनि 4 बजेसम्म चाहिँ साँझको 4 बजेदेखि चाहिँ बन्द हुन्छ अनि यहाँ चाहिँ चटपटे 10 रुपैयाँबाट चाहिँ बिक्री खरिद गर्ने अनि त्यो चाहिँ सुरु हुन्छ अनि पानीपुरी 5 बाट अनि चाट चाहिँ 30 बाट हुन्छ अनि यो चाहिँ पानीपुरी हो यो चाहिँ गिलो चटपटे अनि यो चाट अनि यो सुखा चटपटे मेरो ठेगाना चाहिँ त्रिवेणी 2 नुवागौर रोल्पामा पर्छ अनि प्रोप्राइटर चाहिँ जीवा घरती मगर अनि व्यवस्थापक चाहिँ दलबहादुर घरती मगर अनि एकपटक सेवा गर्ने मौका दिनु होला अनि सँगसँगै प्रार्थना पनि गरिदिनु होला हुन्छ जयमसी म चाहिँ भविष्यमा गएर चाहिँ सिलाइ सेन्टर खोल्ने योजना गरेको छु मेरो सेन्टरको नाम चाहिँ रहेको छ क्रिस्चियन सिलाइ सेन्टर अनि हामी कहाँ चाहिँ अर्डर अनुसार कपडाहरू सिलाइन्छ जस्तै कुर्ता सुरुवालहरू चोली ब्लाउज इत्यादि सिलाइन्छ अनि मेरो ठेगाना चाहिँ तुलसीपुर यति नै हो सबैजनालाई जयमसी हुन्छ सबैजना जयमसी म चाहिँ भविष्यमा गएर किराना पसल राख्ने योजना बनाएको छु अनि मेरो पसलको टपिक चाहिँ यस्तो छ सफल किराना पसल अनि हामी कहाँ चाउचाउ बिस्कुट च्युइगम चकलेट दाल चामल चना चिउरा चिनी तेल नुन लगायत विभिन्न खाद्यान्न सामग्रीहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ अनि माथि लेखेका अनुसार तल चित्रहरू देखिएको छ अनि प्रोप्राइटर चाहिँ ललिता घरती मगर हुन्छ यति नै सबैलाई जयमसी मैले चाहिँ यहाँदेखि गएर सिलाइ गर्ने विचार छ अनि मेरो सिलाइको नाम चाहिँ महिमा सिलाइ सेन्टर छ अनि यहाँ चाहिँ विभिन्न किसिमका कपडाहरू सिलाइन्छ अनि यो सिलाइमा चाहिँ शनिबार बिदा हुन्छ यति नै सबैलाई जयमसी